अब यता फेरि यस्तो हो कि त्यही भएर हो मैले लखेटिहाल्न खोज्दै मेकअप नगरी नजाने के आमा हो। गाह्रो छ साथीहरू, छोरी मान्छेहरू किन सानैदेखि यति नक्कले हुन्छन्। ल हेर्नुहोस् त, ल हेर्नुहोस् त्यहाँ भके राम्रो देखियो ल। ओहो कति राम्रो ल भयो ल। ओहो कति राम्रो लाग्यो ल। कसले सिकाइदिएको नि यस्तो लाउन? कसले सिकाएको? कति राम्रो लाग्यो ए आमा हो। अब लाउनु त तिमी जाऊ अब। यो लाने होइन के, यो पनि लिएर जाने भन्छ साथी। मोमो लाउनु परेन। तिमीले लगाइहाल्यो, अब यो लगाएपछि बेलुकासम्म हुन्छ अनि बेलुका आएर फेरि लगाउने। एउटा दुःखको कुरा कि साथीहरू, यिनले के मलाई खालि पिटेको पिटे गर्थे नि। हिजो त यिनले त मेरो मुन्टै बाङ्गो बनाइदिन्थ्यो। मलाई मुन्टै बाङ्गो बनाइदिन्थ्यो क्या। अनि के मलाई के मेरो बुढाले होइन अनि दिनमा मलाई 3-4वटा लङ भिडियो हाल भनेर मलाई वार्निङ दिनुभएको थिएँ। अब मैले कसरी भिडियो हाल्ने होला, अनि अब मैले कसरी भिडियो हाल्ने होला, के भिडियो जति भिडियो हालेँ नि हेरिदिनु हुन्न कसैले, मन पराइदिनु हुन्न, मन नपराइदिनु यसो लाइक ठ्याक्छ हालिदिनु भयो भए त मेरो बुढा नै खुसी हुन्थ्यो होला नि है। अनि यस्तै छ अब हेरिदिनु कसैले नि, अनि त्यही भएर बनाउन पनि मन लाग्दैन कि मलाई त। त्यही भएर नहेरी पनि यसो ख्याच लाइक चाहिँ गरिदिनु न मेरो भिडियो आइहाल्यो भने चाहिँ होइन। हाई एभ्रिवान, गुड मर्निङ। अहिले चाहिँ बिहानको 6:30 भयो होइन, 36 भयो ठ्याक्कै। उठा त म अघि नै उठेको। अनि म चाहिँ आज हजुरहरूलाई आज चाहिँ मेरो फुल मिनी ब्लग देखाउँछु भनेर हो है। अनि म त अघि नै उठेँ, अनि उठेर सुरुदेखि बनाउँछु भनेको बिर्सेँ कि। अनि उठेर चियाहरू बनाएँ, घर पोछा लगाएँ, घर सफा गरेर अनि चिया पनि खाएँ। अनि कुन्टुलाई मैले खाजा पनि रेडी बनाएर राखेको छु कुन्टुकीलाई। अनि यिनी चाहिँ यहाँ भरे उठेको छैन यहाँ त। कसले खान्छ तिम्रो नखाए? यहाँ बाबाले सरप्राइज कसलाई लगाइदियो? आउनु हामी पानी खाने पहिला आउँदा त्यो बोतल लिएर आउनु। लिएर आउँछु छिटो छिटो। सरप्राइज चाहिँ बोतल लिएर आउँछु र भनेर भन्नुहुन्छ साथीहरू। टिक्कै भनेर मान्दिनँ हो। म त दिक्दार भइसक्यो यसलाई देखेर म त कहाँ कसलाई लगेर दिने होला कि यसलाई, कसलाई लगेर कोही हुनुहुन्छ यसलाई लिएर लगेर पाल्ने, यसलाई त लगाउन कि पाल्न होला नि, त लगाउन कोही हुनुहुन्छ सक्ने यसलाई लिएर जानुहोस् है, म पठाइदिन्छु यसलाई। ओ लैजान्छु लैजानु त पढाइदियो तिमीलाई। अब त बोतल किताब लिएर आउँछ टोपीको साथ हो, टोपीको साथ आउँछ के लाउनु हो र। सो अनि आज चाहिँ मलाई यो ओपनिङ रहेछ मन्जु ब्युटी पार्लरको। अनि त्यहाँ पनि जानुपर्ने छ ओपनिङको कार्ड दिएपछि त अब आज के खाएको थियो भनेको लागाको पसेर राखेर त्यो अनि त्यो टोपीको चादर नै खानु पर्ने। हामीले चाहिँ हामी खानु। अनि मेरो पुन्टुले चाहिँ अब यहाँ यसरी यिनलाई चाहिँ एउटा यसरी बोतलबाट चाहिँ यिनले चाहिँ यसरी पानी निचालेर हालिदिने हो। यति नगरेपछि यिनले पानी खाने नि। अनि यो चाहिँ हो पुन्टुको बिहानको खाजा होइन। अनि अब यो खाजा एकचोटि आफूले चाहिँ ट्राई गर्न पर्यो नि त कस्तो भयो। यस्तो खाने बेलामा यति ठुलो मोबाइल चाहिन्छ कि साथीहरू। मसँग एउटा मात्र मोबाइल छ भिडियो बनाउने कि मैले यसलाई हेर्न दिने होला त है। सानोले के यस्तो मजाले खान्छन् कि यसलाई हेर्नु चाहिँ ए यसरी खान्छन् कि कति ज्ञानी छिन्। म
मोबाइल बिना एक चम्चा खान सक्ने होइन साथीहरू। अनि आज नाग पञ्चमी पनि हो। मेरो घरको नागहरूलाई पनि नाग पञ्चमीको धेरै धेरै शुभकामना। यता हेर सानो भिडियो बनाउँछु कि म मुनि यता फर्क न तिमी। अनि अहिले मैले मेकअप गरिदिन्छु, कपाल कोरिदिन्छु नि त तिमी तल। कनायो मेरो पुन्टीले चाहिँ फिनिस गरिसकेन। अब यिनलाई म कपाल सपाल खोलेर यिनलाई चाहिँ यहाँबाट म लखेटिहाल्छु। अनि यसलाई नलखे यहाँबाट नलखेट होइन कि तिमीलाई के भने होइन, म भिडियोमा बोलिरहेको कि के हुन्न। यिनलाई यहाँबाट नलखेटेछन्। मैले सुख पाउनु एकछिन अनि पहिला उसलाई रेडी गरेर म पठाउँछु। तिम्रो लेभल देखाइ। बसेर बोल ल। अब हामी कहाँ जाने हो? मामा घर त के छ नि? मामा घर जान त अझ हामी मामा घर जान त अझ 27 डेज बाँकी छ कि बुझ्यौ? अहिले हामी 30 लगाउने मामा घर। मामा घर जाने त अहिले होइन कि मामा घरमा अहिले कोही हुनुहुन्न। को हुनुहुन्छ र? लु खाली खाली कसले हुन्थ्यो? घर कब आओगी? बाङ्लो भयो क्या हो कपाल? ल पहिला जाऊ। ए कति राम्रो छ ल ले जाऊ। कहाँ दुखो? मैले के गर्छु तिम्रो भाउ? के गरिदिनु नि ल त तल गएर आमालाई सन्चो बनाइदिनुहोस् खाऊ नदुखाइदिनुहोस् भनेर। बत्ता छ म त ल। कहाँ अहिले मामा घर जाने हो र भनेको के? मेकअप गर्नै पर्दैन तिमी यस्तै राम्रो छ कति राम्रो छ हो नि त। मेरो मेकअप तिम्रो मेकअप कहाँ र? मेकअप चाहिँ ठिक गर्ने ल गरेर छिटो अन्त। त्यति बेलासम्म अब म पनि रेडी हुने गर्छु। यत्तिकै मेकअप गरेर के झिकेको यता हेरी गरेर यता मोबाइलमा हेरेर गर। यो सेरम हो? दिखा के गर्ने गर ल। मम्मीलाई नसुन्नु गर के गर्न मन गर। यसले यो अब तल जान लागेको छ होइन बामाथि हेर्नुहोस् न। यो सब लिएर जाने अनि यो बेलुकासम्म आउँदाखेरि हराएर आउने हो कि यो। हिरा मेरो छोरो राख मम्मी रोइदिन्छ नि फेरि। मम्मीको मुन्टो बाङ्गो हुन्छ तिमीले लिएर गयो भने नहराउ है त। हराउनु नि हराएर बेलुका आउँदा माथि लिनु गर्न आउँदा लिएर आउने हो कि। बत्तल समात्ने आफ्नो बत्तल चाहिँ लानु पर्दैन यहाँ नहीं तो मैं यहाँ पर रेल से तिमी जाऊ कि नहराऊ है बेलुका आउँदा लिएर आउनुहोस्। यता हेर त नहराओस् त्यो। ल जाऊ।
निकै साथीहरू यो ढुङ्ग्रो चाहिँ कसले खानुभयो अहिले भन्नुहोस् त अहिले एकदमै चलिआएको छ नि यो ढुङ्ग्रो किनभने लौरो नै खाके अब म चाहिँ यही ढुङ्ग्रो खानु लागेको अहिले चाहिँ पहिला छोरीलाई तलब पठाएपछि अनि बल्ल मैले सुख पाउँछु क्या एकछिन भए पनि अब मैले चाहिँ अहिले बिहान चाहिँ खाइसकेँ अब यो ढुङ्ग्रो खान्छु कि यो चाहिँ मकैबाट बनेको ढुङ्ग्रो हो अनि मिठै हुन्छ मैले अरूको ढुङ्ग्रो पनि खाएँ अब म रेडी हुन्छु रेडी भइसकेँ सो गाइज अब म चाहिँ अब स्कुल जाने बेला हुनु लाग्यो मेरो अब चाहिँ म स्कुल जानु पर्यो सो होइन आजको दिन चाहिँ शीतलु छ छन त घाम त लागेको छैन तर पनि यो साइकल चलाएर जाँदा पसिनाले त म मान्छे हो कि होइन जस्तो बनाउँछ क्या हुन्छ म मेरो अलिकति ब्लग चाहिँ म स्कुलमा गएर पनि हाल्छु म चाहिँ साइकल चलाएको गर्दै आधी बाटोमा आइपुग्यो साइकल चलाएर दिदी के छ खबर आयो फाइनली म स्कुल नै आइपुगेँ फाइनली म स्कुल नै आइपुगेँ यस्तो त हुन्छ यो पसिनाले